जय मसीह हालेलुया प्रेज द लर्ड तपाईहरु खुसी हुनुहुन्छ म पनि धेरै खुसी छु मेरो नाम चाहिँ स्मृति हो म चाहिँ हिमाली सालु मण्डली चर्चबाट आएको हो आज हाम्रो के को दिन हो प्रेयर दिन हो हालेलुया प्रेज द लर्ड परमेश्वरले हामीलाई एउटा प्रेयर गर्ने मौका दिनु भएको छ हालेलुया प्रेज द लर्ड म वचनको अगाडि जानको लागि छोटो अन्तिम प्रार्थना गर्नेछु आउनुहोस् हामी प्रार्थना गर्नेछौँ हालेलुया हालेलुया महान जीविदयालु परमेश्वर म तपाईलाई धन्यवाद दिदछु तपाईले हामीलाई यो सुन्दर दिन यो सुन्दर मौसम दिनुभएको लागि म तपाईलाई धन्यवाद चढाउँदछु विशेष गरी परमेश्वर म माझमा खडा भएर विशेष गरी म प्रार्थना गर्दछु विशेष गरी आज हामी प्रार्थना गर्ने दिन हो परमेश्वर म वचन बोल्दैछु मलाई शक्तिले भर्नुहोस् सामर्थ्यले भर्नुहोस् परमेश्वर कुनै पनि डिस्टर्बेन्सको आत्माहरू यो सेवामा यो वचन बोल्नेमा कुनै पनि डिस्टर्बेन्सको आत्माहरू नआओस् म यीशु क्रिस्टको रगतले हटाउँदैछु परमेश्वर तपाईले यो भवनबाट त्यो दुष्टको आत्मालाई तपाईले हटाउनुहोस् निकाल्नुहोस् म तपाईसँग प्रार्थना गरेर भन्दैछु यो भवनबाट हटेर जा शैतान तैले कुनै पनि वादा बिना दिने छैन आजको प्रेयरमा सेवाकाईमा तैले कुनै पनि वादा बिना दिनु पाउने छैन यसको रगतले म तँलाई हप्पाउँदछु परमेश्वर तपाईले मेरो प्रार्थना सुनिदिनु भएको लागि धन्यवाद दिदछु सबै कुरोको लागि धन्यवाद यीशु क्रिस्टको नाममा आमेन आउनुहोस् हामीहरू फर्स्ट पहिला तपाईहरुको पास बाइबल छ भने प्लिज खोलिदिनुहोस् जसको पास छैन तपाईहरुले प्लिज सुनिदिनुहोस् होला फर्स्ट हामी पद खोल्नेछौँ भजन सङ्ग्रह 23 को 1 त्यहाँ लेखेको छ परम प्रभु मेरो गोठाला हुनुहुन्छ मलाई केही कुरोको खाँचो हुँदैन त्यहाँ भनेको कुरा चाहिँ तपाईहरुले पनि बुझ्नुहुन्छ त्यो परम प्रभु चाहिँ हाम्रो हृदयमा गोठाला बनेर बसिरहनु भएको छ हामीलाई केही कुरोको खाँचो हुँदैन दुःख परोस् तर परमेश्वरले हामीलाई भोग्योस् तर परमेश्वरले हामीलाई सहायता गर्नुहुन्छ किनकि परमेश्वर गोठाला बनेर हृदयमा बसिरहनु भएको छ कहिले पनि उहाँले हामीलाई धोकामा पुर्याउनु हुँदैन कहिले पनि हामीलाई यो गर त्यो गर भन्नु हुँदैन किनकि परमेश्वर हाम्रो हृदयमा गोठाला बनेर बसिरहनु भएको छ परमेश्वरले कहिले पनि हामीलाई यो धोका दिनु हुँदैन किनकि परमेश्वर हाम्रो गोठाला हुनुहुन्छ भन्नुभएको छ परमेश्वरले यही पदमा भन्नुभएको छ कि म तिमीहरूको गोठाला हो भनेर परमेश्वरले भन्नुभएको छ परमेश्वरको दरबारमा हिँड्ने मान्छे चाहिँ परमेश्वरको आज्ञा पालन गर्ने मान्छे चाहिँ परमेश्वर चाहिँ गोठाला बनेर बसिरहनु भएको छ कसले मेरो सेवाकाई गर्छ कसले मेरो वचन प्रचार गर्छ परमेश्वरले हेरिरहनु भएको छ त्यो परमेश्वरको आत्माले हेरिरहनु भएको छ कि कसले प्रचार गर्छ कसले के गर्छ भनेर
तपाईँलाई धन्यवाद दिँदछु, धन्यवाद किनकि तपाईँले यो परमेश्वर दिन दिनुभयो। परमेश्वर हामीलाई एउटा